हेलो गाइस, सबैलाई नमस्कार। के छ हालखबर? मेरो फेसबुक पेजमा वेलकम छ। हाम्रो वामपन्थी प्रधानमन्त्रीले के भन्छ राम्रोसँग सुनेर रियाक्सन दिनु होला सबैले। राजा हुन् भनेछन् प्रधानमन्त्री केपी शर्मा ओलीले। अचम्म त के भने यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू फेरि हामी नभई भएन, हामी आउँछौँ साथ देऊ भन्न लाजै मान्दै। यो देश कंगाल बनाउने त यिनीहरू हुन् नि त। हो कमरेड, राजा महेन्द्रले पञ्चायती संविधान लागू गरेर 2019 देखि 2028 सालसम्म जम्मा 9 वर्ष यो देशमा शासन गरेछन्। 2012 सालमा प्रजातान्त्रिक नेपालमा महेन्द्र राजा बने। 2019 सालमा पञ्चायती संविधान जारी गरेर प्रत्यक्ष शासन गरे। आधुनिक नेपालको विकासको आजसम्मको सबै खाका त्यही 9 वर्षको राजा महेन्द्रको शासनको रोडम्याप हो। त्यसैले महेन्द्रले देशलाई कंगाल बनाएकै हुन्। 9 वर्षमा महेन्द्रले हेर्नुस् त 14 अञ्चल र 75 जिल्ला बनाएर कंगाल बनाएछन्। नेपालमा भारतीय पाठ्यपुस्तक प्रतिबन्ध लगाएर कंगाल बनाए। भारतीय मुद्राको प्रचलनमा रोक लगाएर कंगाल बनाए। भारतीय सेनाको नेपालमा उपस्थिति रोकेर कंगाल बनाए। जलस्रोतमा भारतीय हस्तक्षेप रोकेर कंगाल बनाए। पञ्चवर्षीय योजनाको सुरुवात गरेर कंगाल बनाए। राष्ट्र बैंकको स्थापना गरेर कंगाल बनाए। भूमि सुधारको व्यवस्था गरेर कंगाल बनाए। विकेन्द्रीकरणको थालनी गरेर कंगाल बनाए। त्यसैगरी मैयानी हक लागू गरेर कंगाल बनाए। सर्वोच्च अदालतको स्थापना गरेर सेना र प्रहरीको आधुनिकीकरण गरेर नेपाली मन्त्रीमण्डलको बैठकमा भारतीय प्रतिनिधि रोकेर कंगाल बनाए। पूर्व पश्चिम राजमार्ग निर्माण र विदेशी सहयोगमा हाल विद्यमान सबैजसो राजमार्गहरूको निर्माण गरेर कंगाल बनाए। देशी उद्योग धन्दाहरू विकास गरेर भारतीय परनिर्भरतालाई न्यूनीकरण गरेर कंगाल बनाए। वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसबारी जुत्ता कारखाना, सिमेन्ट, गोरखकाली टायर, जुट मिल र कपडा उद्योगहरू जस्ता दर्जनौं उद्योग खोलेर देशलाई कंगाल बनाए। त्रिभुवन विश्वविद्यालयको स्थापना गरेर पनि कंगाल बनाए। असंलग्न परराष्ट्र सम्मेलनमा सक्रिय सहभागिता गराएर नेपाललाई कंगाल बनाए। नेपाललाई युएनमा सदस्यता दिलाएर झन् ठूलो कंगाल बनाए। अमेरिका, ब्रिटेन र भारतसँग मात्र सीमित रहेको नेपालको कूटनीतिक सम्बन्ध बढाएर 53 राष्ट्रसम्म मित्रता स्थापना गरेर कंगाल बनाए। महेन्द्रको जस्तो देशलाई कंगाल बनाउने नेतृत्व र योगदान न भूतो न भविष्यती देखिन्छ। राजा महेन्द्रले कृषिमा आत्मनिर्भर बनाएर कंगाल बनाए। त्रिवी युनिभर्सिटी र विमानस्थल बनाएर कंगाल बनाए। गाउँ फर्क अभियान ल्याएर कंगाल बनाए। होइन त ओली कमरेड? अनि अहिले उद्योग बन्द गरेर युवा खेदेर समृद्धि भयो होला, होइन के खाएपछि यस्तो भन्न आउने होला। धेरै पुराना कुरा छोडौं न। सन् 1980 अर्थात् विक्रमसम्म 2036 साल ताका नेपालको प्रति व्यक्ति आय $265 हुँदा चीनको $250 मात्रै थियो। 2046 सालपछि त यिनै दलहरूले शासन गरेका होइनन् र। तर हाम्रो अवस्था कहाँ छ? अहिले त्यही चीनबाट पठाएको थाङ्नाले आङ ढाक्न नपुगेर चीनको तुरु प्रयोग गरेर फेसबुकमा हामीले भारतलाई धारे हात लगाउँदै गर्दा चीन र भारत बीच झण्डै $2 खर्ब को व्यापारिक सम्झौता छ। आखिर यो सत्य कसले बुझाइदिने कमरेड ओली? गणतन्त्रले बोल्न दियो भनेका छन्। अनि रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, नेपाल टेलिभिजन चाहिँ कसका पालामा स्थापना भए? राजाका पालामा जुत्ता लगाउन पाइने थिएन भन्नेहरू छन्। अनि बाँसबारी छाला जुत्ता कारखाना कसको पालामा स्थापना भयो? जनताले सस्तोमा स्वदेशी कपडा लगाउन पाउन् भनेर हेटौडा कपडा उद्योग, बुटोल धागो कारखाना स्थापना चाहिँ कहिले भएको? पढ्न पाइँदैन भन्नेहरूले इतिहास हेरुन्। अधिकांश सामुदायिक स्कुल र क्याम्पस कहिले खुलेका छन्? अनाथ बालबालिकाका लागि भनेर बाल मन्दिर खोलिए। आँखा नदेख्नेहरूका लागि 75 वटै जिल्लामा नेत्रज्योति संघ, उपचारका लागि 75 वटै जिल्लामा जिल्ला अस्पताल, 14 अञ्चलमा ठूला अस्पताल, कुष्ठ रोगीहरूका लागि कुष्ठ रोग नियन्त्रण अस्पताल, अपाङ्गहरूका लागि बैरङ्ग अस्पताल, टीबीका लागि क्षयरोग अस्पताल, अन्यका लागि टिचिङ, गंगालाल लगायतका अस्पताल, औषधिका लागि साई औषधि, नेपाल वैद्यखाना। अब भन्नुस् यी सब कहिले स्थापना भए? हो ओली कमरेड, यो तथ्यले भन्छ राजाहरूले देशलाई कंगाल बनाएकै हुन्। बत्तीका लागि विद्युत प्राधिकरण 75 वटै जिल्लामा, चुरोट सुर्तीका लागि जनकपुर चुरोट कारखाना, मुस्ताङ गाडी कम्पनी, दर्जनौं विमानस्थल, साई नेपाल वायु सेवा कम्पनी, रंगशाला, रोपवे, ट्रली बस, चिया खेती, कफी खेती, अलैँची खेती। अब भन्नुस् कहिले स्थापना भए? यो सब खोज्नका लागि खोजिएको उपलब्धि होइन, तथ्यमा आधारित तर्क हुन्। राजाको 30 वर्ष शासनमा थोरै बजेट र विदेशीसँग ऋण नलिई भएको विकास र अहिले 27 खर्ब
विदेशी ऋण लिएर 35 वर्षमा नेताले गरेको विकास हेरौँ, अपेक्षा 30 वर्ष शासनमा भन्दा 35 वर्षमा ज्यादा हुनु पर्थ्यो भन्ने हो। तर ज्यादा त के, 30 वर्ष शासनको उपलब्धि समेत 35 वर्ष शासनले मेटाएको छ। अहिले देशभर सांसद मात्रै 884 जना छन्। यिनलाई खुवाउन लालन पालन गर्दा गर्दा मुलुकको ऋण 23 खर्ब रुपियाँ पुगिसक्यो। संघीयता अभ्यास भएको 2072 को संविधान जारी भएदेखि हो यो अभ्यासले, यो व्यवस्था मुलुकले धान्न सक्दैन भन्ने प्रमाणित भइसकेको छ। खाल खालका प्रयोगले देश छिद्र भइसक्यो। एक रातमा एउटा नाइट बस्ने छिचोल्ने सानो मुलुक बन्न कति बेर लाग्छ र? गाउँ जर्जर छ, बाँदर आतंक छ, मर्दा छोराछोरी छैनन्, बिहेकै भोलिपल्ट श्रीमान छैनन्, छोराछोरी का बाआमा साथमा छैनन्, व्रतमनमा मामा छैनन्, बिहेमा जुत्ता लगाउन साली छैनन्, बिहेमा नाच्ने जन्ती छैनन्, मृत्युमा जाने मलामी छैनन्, बा मर्दा आमालाई अङ्गालो हाल्ने छोराछोरी छैनन् भने हामीले के गर्दैछौँ? यो देश कहाँ जाँदैछ? अनि देशलाई कंगाल बनाउने राजा हुन् भनेर पानीमाथिको ओबानो बन्न खोज्छन् ओलीहरू। उता नेताको होइन जनताको सोच परिवर्तन हुनुपर्छ भनेछन् सभामुख देवराज घिम्रेले। एकजना कलाकारले नेता परिवर्तन होइन जनता परिवर्तन गर्नुपर्छ भन्ने कुराहरू उठाएको छ। मलाई पनि त्यो कुराहरू सोच्नुपर्छ भन्ने लाग्छ। किनभने यथार्थ के हो भन्ने कुरा अहिले नेपाली जनताहरूले हेर्ने कम भइरहेको छ। यिनले सही भनेका छन्। नेताले थर फेरे, गाडी फेरे, घर फेरे, किडनी फेरे, बगैँचा फेरे, गलैँचा फेरे, आस्था र स्वाभिमान फेरे, नियत र औकात फेरे, जवाबदेहिता र वफादारीता फेरे, तर जनताले मत फेरेनन्। जस्तो सुकै प्रतिकूल परिस्थितिमा कन्यादान छोडेर मतदानको लाइनमा उभिए। जनता जहिल्यै यिनकै लहीलहीमा लागे, त्यसैले यी नेताहरू माथिए। देश बनाउन मत मार्फत म्यानेजर बनाएका नेताहरू खजान्ची भन्दा माथि उठेनन्। 2007 सालको क्रान्ति सफल भएपछि 7 दशक बढी समय धैर्य गर्दा पनि नेपाली जनताको दुःख बढार्ने कुचो कतै भेटिएन। राणा राजा मिल्काएपछि सुदिन सुरु हुने नेताहरूको आश्वासन उनीहरूकै लागि फलिफाप भयो। जनता सिडीमा सीमित भए। संघीयता आएपछि तलसम्म शक्ति फैलिन्छ, राज्य सत्तामा जनताको पहुँच बढ्छ भन्ने आदर्श मिथ्या साबित भयो। बरु काठमाडौँ बाहिरको स्रोत साधन र सामर्थ्य निचोरेर काठमाडौँलाई धाक रबाफ र बैबको शोरूम बनाउने प्रतिस्पर्धा नेताहरूले मलजल गरे। राणाले बनाइदिएको घरको भित्तामा यताउता गर्दैमा गणतन्त्रका नेताहरूको 1.5 दशक समय सुहा भयो। राणा राजाले चढेका घोडा गाडी र फौजीलाई पछ्याएर आत्मरतिको इतिहासलाई नेताहरूले आफ्नो जीवनमा हुबहु उतारे। त्यतिले मात्रै त जनताले सहेकै थिए, तर राजनीतिको सटर नै खोलेर गठबन्धनका नाममा संगठित अपराध सहनु परेको छ। अब स्टिलको गिलासमा लुकाएर मदिरा पिउने पाखण्डपूर्ण बठ्याई नयाँ पुस्ताको नजरमा पच्न छोडेको छ। आफ्नो छोराको जवानी पैँचो लिएर भोगविलासमा रमाउने धार्मिक पात्र यायती ऋषिको अवतार अब स्वीकार्य छैन। त्यसैले नेता होइन जनताको सोच परिवर्तन हुनै पर्छ। देशलाई कंगाल बनाउने राजा हुन् भनेछन् प्रधानमन्त्री केपी शर्मा ओलीले। अचम्म त के भने यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू फेरि हामी नभई भएन, हामी आउँछौँ साथ देऊ भन्न असलीमा देश लुट्ने चाहिँ को हो यसको बारेमा सबैले जनताले बुझेर अनि लाइक कमेन्ट गर्नु होला।